नमस्कार, म अर्जुन श्रेष्ठ सिन्धुपाल्चोक बारबिसेबाट। म चाहिँ अस्ति पुल एक्सिडेन्टमा परेर चाहिँ यहाँ म अहिले हस्पिटलमा छु। मेरो एक्सिडेन्ट भएको कारण चाहिँ म जाँदै थिएँ बिहान, त्यहाँबाट हामी हिँड्यो 7 बजे हिँडेको, तल पुगिसकेपछि तल खोलामा हो त्यहाँ बेली ब्रिजमा चाहिँ जाने बेलामा चाहिँ बेली ब्रिज चाहिँ खसेर एक्सिडेन्ट भयो मेरो। 1-2 मिनट भनौँ, त्यति पछि मलाई होसमा आयो। होसमा आएपछि मेरो एउटा खुट्टा भाँचिएको रहेछ। त्यहाँबाट मैले छेउमै क्रसरवालाहरू पनि आइहाल्यो, भाइहरू। त्यो भाइहरूले पनि मलाई चाहिँ हेल्प गर्यो, मलाई निकाल्नलाई, माथि निकाल्नलाई हेल्प गर्यो, माथि निकाल्यो। त्यहाँ असी साहब पनि आउनु भएको थियो। असी साहबले पनि हेलिकप्टर बोलाउनु पर्छ भनेर त्यहाँ सबैलाई जोडजाम गर्नुभयो हैन। त्यहाँबाट हाइड्रोको स्टाफहरू पनि आउनुभयो। उहाँहरूले पनि हेलिकप्टर अथवा एम्बुलेन्सको सबै कुराहरू गरिराख्नु भएको थियो। मलाई नि अलिक गाह्रो भइरहेको थियो। एउटा खुट्टा चाहिँ मेरो भाँचिसकेको थिएँ। मैले चाहिँ केटाहरूलाई मेरो खुट्टा भाँचिएको छ, मलाई बोकेर चाहिँ माथि लैजाऊ। त्यहाँबाट उनीहरूले मलाई बोकेर, त्यो भाइहरूले तलदेखि बोकेर त्यत्रो माथिसम्म लगेर अनि मलाई बोलेरोमा राखेर नुम्को हस्पिटलसम्म लगियो। सायद 1 घन्टा पछि होला त्यहाँ लगियो। त्यहाँ लगेर मलाई त्यहाँ हुने साधारण उपचारहरू गर्नुभयो। त्यहाँको डाक्टर साहबलाई पनि धन्यवाद, अस साहबलाई पनि धन्यवाद। त्यहाँबाट अब वेदरले गर्दाखेरि हेलिकप्टर आउनु नसक्ने भइसकेपछि मलाई फेरि अब के गर्ने त भन्ने अब सल्लाह भयो त्यहाँ सबैजनाको। अब के गर्ने त, अब आउनु सक्दैन हेलिकप्टर, अब आएर पनि फर्किसक्यो, अब के गर्ने त भन्दाखेरि विकल्प लास्ट त्यही एम्बुलेन्समै लिएर जाने। बिहान 8 बजेको घटना हो, 8:15 बजेसम्मको। हामी 12-1 बजेसम्म अझ त्यही छौँ, नुममा छौँ। त्यहाँबाट हामी हिँड्यौँ, विराटनगर आयो। विराटनगर आउँदा अब मेरो एकजना साथी थियो, आफ्नै छेउकै गाउँको छेउको हो। उहाँ मेरो साउसँग कोर्डिनेसन गर्दै हिँडिराख्नु भएको थियो र उसलाई एकदम राम्रोसँगले उपचार गर्नुपर्छ भनेर काठमाडौँको लाजिमपाट स्थित अनमियो भन्ने हस्पिटलमा ल्याउनु भन्नुभयो। हामी त्यहाँबाट विराटनगर गएको थियौँ। विराटनगरबाट फेरि अर्को एउटा एम्बुलेन्स फेरि चेन्ज गरेर विराटनगरबाट हिँड्ने बेलामा हामी लगभग 12-1 बजी त्यहाँबाट हिँड्यौँ। हिँड्दाखेरि हामी सिन्धुलीको बाटो हिँडेर आयौँ। जोल्टिङहरू त्यस्तै थियो, त्यसमा पनि अब यो उफ्रिनु नहुने, त्यही माथि जोल्टिङमा परेपछि झन् दुख्ने। मैले त्यहाँबाट आउँदाखेरिसम्म मैले पानी पनि खाएको थिएन। भोलिपल्ट यहाँ आइतबार म आइपुगे हो, शनिबार भएको घटना हो। आइतबार म यहाँ काठमाडौँ 12-1-2 बजे होला यहाँ आइपुगेँ यस हस्पिटलमा। र यहाँ आउने बित्तिकै मलाई ट्रिटमेन्ट चाहिँ सुरु भइहाल्यो। मलाई कतै यो फर्म भर्नुपर्ने यताउति गर्नु भएन। मलाई पहिला सुरुमै ट्रिटमेन्ट चाहिँ सुरु गर्नुभयो। त्यसपछिको फर्महरू भर्नुपर्ने कामहरू गर्नुभयो। यसमा चाहिँ म धेरै आभारी पनि छु र धन्यवाद छ हस्पिटललाई, सबैलाई। यहाँको फिजिसियन उसलाई पनि ठिक छ, धन्यवाद छ। उहाँले पनि मेरो यहाँ एक्सर्साइजहरू गराइराख्नु भएको छ। हस्पिटल मेम्बरहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँ सिस्टरहरू, डाक्टर साहबहरू पनि सबै एकदम राम्रा छन्। राति 12-1-2-3-4-5 जतिखेर पनि रेडी भएर टाइममा उठाएर के भइरहेछ, कसो भइरहेछ, प्रेसरदेखि लिएर सब चेकअप सबै गर्नुहुन्छ। सबै राम्रो छ। हार्ट जोड्ने सम्बन्धी यदि कसैलाई समस्या त्यस्तो छ भने अनमियो हस्पिटल लाजिमपाटलाई एकचोटि सम्झिनु होला, भिजिट गरिदिनु होला। अन्तिममा यही छ। धन्यवाद।